नमस्ते यहाँ दुवैजनालाई फुर्सदको टिभीमा स्वागत छ तपाईँलाई। नमस्कार, म केश बहादुर गुरुङ। आरामै हुनुहुन्छ? हजुर, आरामै छु। अनि युकेमा पहिलोचोटि हो कि योभन्दा पहिला पनि आउनु भएको थियो? हामी चाहिँ कमुदीको विशेष निमन्त्रणामा तल्लोसार कार्यक्रमको लागि पहिलो पटक युके भूमिमा चाहिँ पाइलट टेक्दैछु, पहिलो पटक हो। कस्तो लाग्यो युकेमा दर्शकहरूको माया कतिको पाउनुभयो? माया त मैले पालो पालो सोध्छु है। हुन्छ पालो पालो हुन्छ यता बहिनीबाट सुरु गरेँ है मैले। युकेमा दर्शकहरूले कतिको माया दिएको पाउनुभयो? दर्शक भन्दा नि उहाँहरू चाहिँ मेरो एकदम भगवान् जस्तो हुनुहुन्छ अनि मेरो परिवार जस्तो हुनुहुन्छ होइन। परिवार कस्तो अब माया कस्तो हुन्छ परिवारको माया भन्ने कुरा तपाईँहरूलाई थाहा नै होला। अनि उहाँहरूले चाहिँ मलाई एज अ आर्टिस्ट भन्दा नि एज अ छोरी जसरी मलाई वेलकम गर्नुभएको छ यहाँ युकेमा। अनि त्यसरी युकेमा चिसै भए पनि उहाँहरूको मायाले चाहिँ मैले न्यानो नै भइरहेको छु है। हजुरलाई कस्तो लाग्यो? मलाई पनि एकदमै खुसी लागेको छ। उहाँले चाहिँ वेलकम अब गरेबाट चाहिँ अहिले कार्यक्रमहरूमा पनि एकदमै साथ सपोर्ट आशीर्वाद माया दिइराख्नु भएको छ। हामी किनभने नेपालमा पनि धेरै प्रोग्रामहरू चाहिँ गरिरहेको हुन्छौँ, दर्शक श्रोताको चाहिँ धेरै माया पाएको हुन्छ। तर पनि यो अलिकति युके जस्तो ठाउँमा आएर पनि आफ्नो नेपालको आफ्नो चाहिँ कलाकारप्रतिको माया नेपालको भन्दा पनि युकेमा चाहिँ एकदमै माया मिलिरहेको छ। एकदमै कति बस्नुहुन्छ युकेमा अब? हामी अब लगभग 1 महिना जति चाहिँ बस्दैछु। मैले यहाँ बहिनीलाई सोध्न चाहेँ, म चाहिँ एकदमै त्यो नेपाल आइडल हेरिरहेको एकदमै सुरुदेखि अन्तिमसम्म एकदमै हेरिरहेको थियो। हामीले भोट हाल्नलाई चाहिँ हामीले कोसिस गऱ्यौँ। अब त्यो कति प्राविधिक कुराहरूले गर्दाखेरि हामीले भोट हाल्न सकेनौँ। एकदमै तपाईँको फ्यान है। अनि जुन नेपाल आइडलमा जुन तपाईँ फाइनलिस्ट हुनुभयो त होइन, हामीले चाहिँ कहिलेकाहीँ कस्तो हुन्छ त्यो त्यहाँ प्रोग्रामहरू भइरहेको हुन्छ, तर त्यो प्रोग्राम गर्ने मान्छेहरू चाहिँ यता युकेतिर हिँडिरहेको हुन्छ। त्यो चाहिँ एकपल्ट बताइदिनुहोस् न कसरी त्यस्तो हुन्छ? जस्तो त्यो भिडियोहरू चाहिँ पछि अपलोड गर्छ कि अथवा त्यो उनीहरूले चाहिँ युट्युबमा लाइभ भनिरहेको हुन्छ। तर कहिलेकाहीँ चाहिँ अब त्यो जजहरू त्यहाँ प्रोग्राम चाहिँ भइरहेको हुन्छ, हामीले चाहिँ यहाँ भर्खरै हेरिरहेको हुन्छ, तर उनीहरू चाहिँ आइरहेको हुन्छ कि यता युट्युब। यस्तो हुन्छ प्रोग्रामहरू चाहिँ अब कसैले चाहिँ लाइभ नै गर्नुभएको हुन्छ अनि तर कसैले चाहिँ पहिला नै त्यो रेकर्डहरू गरिसकेपछि सुटहरू गरिसक्नु भएपछि पछि चाहिँ गर्नुभएको हुन्छ। तर मेरो केसमा चाहिँ कस्तो थियो भने सुरुमा चाहिँ छिटो छिटो नै थियो हाम्रो सुटिङहरू चाहिँ, इभेन्टको त्यो प्रोग्रामको सुटिङहरू छिटो छिटो थियो। तर पछि टप 10मा पुगेपछि चाहिँ अन टाइम अनि फिनाले चाहिँ लाइभ नै थियो। हाम्रो फिनाले चाहिँ लाइभ नै थियो। अनि हजुरलाई कस्तो लाग्छ त्यो एउटा रुमर हो कि त्यो लास्ट फाइनलतिर गएपछि चाहिँ त्यो जनताको रियल भोट भन्दा पनि किनबेच हुन्छ भन्छ नि, कस्तो हो त्यो चाहिँ? अब यस्तो हो, सबैको आफ्नो पोइन्ट अफ भ्यूमा हो। भोटिङको त अभियसली भोटिङले नै जित्ने कुरा हो। अब कन्टेस्टेन्ट जति राम्रै भयो भने अब किनभने जजले पनि त्यसमा जजको पनि केही हात हुँदैन, किनभने जजले पनि अब कन्टेस्टेन्ट राम्रो त चुज गरेर फाइनलसम्म लग्नु भएको हुन्छ। तर लास्टमा फाइनलमा जति पनि पुग्नु भयो उहाँहरूलाई चाहिँ भोटले नै अगाडि लाने हो। तर त्यो भोट चाहिँ किनभने त्यो खल्सी.कमहरूबाट चाहिँ किनेर हाल्नुपर्ने हुन्छ त अझै। तर त्यसो गर्दाखेरि चाहिँ जस्तो अलिकति आर्थिक अवस्था कमजोर भएको मान्छेले भोट किन्न नसक्ने भयो त, त्यसमा चाहिँ कसरी हजुरको कस्तो लाग्थ्यो? राय मात्रै बुझ्न खोज्यो। अब यस्तो हो, त्यही भएर चाहिँ भोटिङ ओपन छ भनेर हामीले जनतालाई दिन्छौँ नि त, हामीले अडियन्सलाई नै दिन्छौँ नि त। अब अडियन्सले चाहिँ कसलाई माया गर्नुहुन्छ त नि, जसको आवाज राम्रो छ कि को डिजर्भिङ छ उहाँहरूलाई नै भोट गर्नुहुन्छ नि त। त्यही भएर विनिङ सायद डिजर्भिङले नै जित्नुहुन्छ जस्तो लाग्छ मलाई। हजुर, धन्यवाद। अनि हजुरको जुन अहिले चाहिँ एउटा हजुरलाई मैले के प्रश्न सोधेँ भने अहिले चाहिँ अब पहिला जस्तो जमाना छैन, सिडीहरू बेच्यो, यस्तो जमाना छैन। अब चाहिँ हजुरहरूले जुन एउटा हजुरको अब जुन कलाहरू चाहिँ कसरी बेच्नुहुन्छ? अब त्यो चाहिँ अब भगवान् दर्शककै मायाले नै हो। किनभने अब हामी गुरुङ समुदाय सानो पनि छ, तर एकदमै अब कार्यक्रम गर्ने एकदमै इन्जोय चाहिने होइन गुरुङ के अरे समुदाय नै हो। जस्ट गुरुङ समुदायको प्रोग्रामहरूमा चाहिँ जस्ट अब माया पाइरहेको छ, त्यसमा नै हामी चाहिँ अब कलाकारहरू चाहिँ बाँचिरहेको छु, खुसी नै छन् त्यसमा। अब गुरुङ समाजले गर्दाखेरि त हजुरलाई गुरुङ समाजले बोलाउनुहुन्छ हैन, तर अब
समग्रमा भन्नुपर्दाखेरि जस्तो अब जति पनि नेपालमा कलाकारहरू छ नि हजुर। बाँच्नको लागि चाहिँ कति गाह्रो छ अहिले किनभने पहिला त त्यो जमाना थिएन जसरी अहिले जस्तो रियालिटी सोहरू हुने चलन थिएन पहिला त कलाकारहरू एकदमै थोरै हुन्थ्यो अहिले त एकदमै धेरै रियालिटी सोहरू छ अनि कलाकारहरू एकदमै धेरै प्रदर्शन भइरहेछ यस्तो बेलामा चाहिँ अब जुन एउटा कमाइ गर्ने एउटा हुन्छ नि पहिलाको त्यो हुन्थ्यो र अब त किनभने त्यो अब मिडियातिर हाल्नुपर्ने हुन्छ होइन अब त्यो मिडियातिर पनि अब अहिले भर्खर कुरा भनौँ न अब हजुरहरूले अब अरू कसैको गीत गाउनु भयो होइन अब हामीले यसरी जुन भिडियो लिएर हामीले हाम्रो च्यानलमा हाले पनि कपिराइट भइरहेको हुन्छ त्यो चाहिँ अब हामीले कसरी त्यसलाई चाहिँ छुट्याउने त जस्तो हजुरको गीत हो कि अरू कसैको गीत हो भनेर कसरी छुट्याउने हामीले अब त्यो चाहिँ अब मेन कुरा चाहिँ अब त्यो गीतको सर्जकसँग चाहिँ अब हर कुराहरू चाहिँ अब त्यसको चाहिँ सबै कुराहरू चाहिँ बुझेर अब तपाईँले अब सर्जकको नाम त्यहीँ टाइटलमा पनि लेखेको हुन्छ होइन उहाँहरूसँग सरसल्लाह लिएर म तपाईँको चाहिँ यो सृजनालाई तपाईँको यो के अरे गीतलाई चाहिँ मैले यसो गर्दैछु भनेर चाहिँ यहाँले चाहिँ त्यो खालको चाहिँ अब सल्लाह सुझाव लिएर चाहिँ के अरे त्यो गीतलाई चाहिँ तपाईँले युज गर्न चाहिँ पाउँछ जस्तो लाग्छ मलाई हाम्रो गुरुङ समाजमा मलाई जहाँसम्म लाग्छ त्यो चाहिँ अहिलेसम्म भएन किनभने मैले अघि पनि भन्यो तपाईँको गुरुङ समुदाय सानो छ होइन गुरुङ कलाकार पनि अहिले अब लोप भएको अवस्था हो किनभने कतिपय अहिले चाहिँ अब अहिलेको अब न्यू जेनेरेसनले चाहिँ अब गुरुङ भाषै के अरे बोल्न जाँदैन होइन बुझ्दैन भनेपछि त अब गुरुङ कलाकार चाहिँ अलिकति लोप भएको अवस्था हो किनभने नेपालीमा त तपाईँको कम्पिटिसन छ भने गुरुङ गीत सङ्गीतमा चाहिँ जब लगभग अब चित्त बुझेर चाहिँ आडिन सक्यो भने गुरुङ समुदायको चाहिँ माया आशा पाउँछ म चाहिँ त्यो भन्छु एकदमै धेरै यहाँहरूलाई हजुरहरू एकदम व्यस्त भएर पनि यो एकदम समय दिनुभयो हजुरले एकदम महत्त्वपूर्ण समय दिनुभयो तमु लोसारको फेरि पनि शुभकामना तपाईँहरूलाई अनि तपाईँको युके यात्रा चाहिँ एकदमै सफल होस् अनि तपाईँहरूलाई चाहिँ हरेक ठाउँमा दर्शकहरूले एकदमै धेरै माया गरेको होस् भन्दै तपाईँहरूलाई म एकदमै धन्यवाद दिन चाहन्छु केही भन्नुहुन्छ हाम्रो तर्फबाट पनि हेपी लोछार अनि हेपी न्यू इयर अनि फुर्सदको टिभी हेरिरहनुहुने तमाम दर्शकलाई थ्याङ्क यू सो मच थ्याङ्क यू धन्यवाद दर्शकवृन्द नमस्ते आज तमु लोसारको प्रोग्राम यहाँ स्विडेनको पन्जाबी हालमा भव्य रूपमा भइरहेको छ नेपालबाट कलाकारहरू आउनुभएको छ अनि आज स्विडेन गुरुङ समाजको अध्यक्ष हाम्रो माझ हुनुहुन्छ पिताम्बर गुरुङजी हुनुहुन्छ अनि उहाँले आजको यो भव्य कार्यक्रम गर्नुभएको छ उहाँसँग म केही सानोतिनो प्रश्नहरू गर्नेछु उहाँले आजको बारेमा केही कुराहरू प्रस्ट्याउनुहुन्छ नमस्ते अध्यक्षज्यू यहाँलाई फुर्सदको टिभीमा स्वागत छ नमस्कार एकदम धेरै थ्याङ्क यू तपाईँलाई आज फुर्सदको टिभीमा यस्तो बोल्ने मौका दिएकोमा एकदम धेरै धन्यवाद हजुरलाई तमु लोसारको एकदमै धेरै स्वागत छ हजुर थ्याङ्क यू सो मच तपाईँलाई अनि तपाईँलाई धेरै जुन आजको प्रोग्राममा चाहिँ एकदम व्यस्तको समयमा पनि हजुरले मलाई यो टाइम दिनुभयो त्यसको लागि एकदम धेरै धन्यवाद अनि आज तमु लोसारको जुन यो कार्यक्रम आज भइरहेको छ कतिजना जतिको मान्छे इस्टिमेट होला आज अब एस्टिमेट हेर्दाखेरि लगभग 300 प्लस नै छ आज हाम्रो यहाँ किनभने अब हामीले खास एक महिना पहिलेदेखि भाइबरमा पनि हामीले नाम हाल्न लागेको थियो जसदेखि आज बिहानसम्म चाहिँ अराउन्ड 280 को नाम भाइबरमा थियो प्लस चाहिँ अब एक्स्ट्रा 30-40 जना हुनसक्छ अराउन्ड 320 को वरिपरि छ जस्तो लाग्छ मलाई अनि हजुर चाहिँ यहाँ युके को स्विडेनमा बस्नुहुन्छ तैपनि नेपालकै जस्तो गरेर यो लोसारहरू मनाइरहनु भएको छ के यो यति विदेशमा बसेर पनि यो नेपालको आफ्नो चाहिँ परम्पराहरू संस्कृतिहरू यहाँ चाहिँ गरिरहनलाई सम्भव छ सम्भव छ मनमा हुनुपर्छ सबै कुरा होइन तपाईँको मनमा छ इच्छा छ भने सक्छ हेर्नुहोस् आज मैले पुरा सल्लाहकै गुरुङ ड्रेस ल्याएको छु हाम्रो कल्चरल ड्रेस हो यो गर्दाखेरि सक्दो अब यहाँ विदेशमा आएर पनि यत्रो समुद्र पाएर आए पनि आफ्नो देशको कल्चर आफ्नो देशको संस्कृति चाहिँ हामीले बिर्सनुहुन्न त्यो चाहिँ मेरो मनमा छ अनि मेरो बच्चाहरूलाई पनि हाम्रो भावी जेनेरेसनले त्यो पास गर्नेछौँ किनभने हाम्रो जरै हरायो भने हाम्रो अस्तित्व हराउँछ त्यो मेरो भनाइ छ गर्दाखेरि चाहिँ त्यसले गर्दा चाहिँ हामी सक्दो अहिलेसम्म नेपालबाट आएको हाम्रो जति पनि मेरो उमेरको मभन्दा ठुलो सिनियरहरू हुन्छ उहाँहरूले चाहिँ हाम्रो कोसिस यही चाहिँ हाम्रो भाषा संस्कृति चाहिँ युके जस्तो गाउँमा समुद्र पारि पनि कसरी जोगाउँ कसरी गरौँ भन्ने खालको चाहिँ सबैको मनमा छ अनि त्यसैको एउटा प्रयास हो अनि आज यो
तमु लोसारको चाहिँ यहाँ जुन प्रोग्राम भइरहेको छ नेपालबाट कलाकारहरू पनि आउनु भएको छ यो कलाकारहरू ल्याउनका लागि चाहिँ हजुरहरूले कतिको धेरै मेहनत गर्नु पर्यो कलाकार खासमा अब यो हाम्रो गुरुङ समाजले ल्याएको होइन गुरुङ समाज सुन्दैन ल्याएको होइन उहाँहरूलाई तर कलाकार ल्याउने चाहिँ मैले थुप्रै कलाकारहरू ल्याएको छु मलाई थाहा छ प्रोसेस निकै लामो छ तर योपालि यहाँ हाम्रो प्रोग्राममा आउनुभएको कलाकारहरू उहाँ दुईजना चाहिँ गुरुङ तमुधीले बोलाएको उहाँको लोसारको अनि त्यसैको उसमा चाहिँ हामीले चाहिँ उहाँलाई यहाँ चाहिँ आजको लागि बोलाएको निम्तो गरेको तपाईँहरूको यो तमुदी र गुरुङहरूमा पनि फरक छुट्टा छुट्टै समूहहरू छन् जस्तो तमुदी अनि त्यसपछि गुरुङ समाज अनि त्यसपछि अर्को लन्डन निकाय छ अब थुप्रै छ होइन त्यो भन्दा पनि जस्तो तमु बाहेक अर्को गुरुङ अनि त्यसपछि त्यो अर्को पेलु सङ्घहरू छ नि त तर यहाँ अहिले चाहिँ सबै एकै ठाउँमा हो कि कस्तो हामी मेरो पर्सनल भ्यू अनि यहाँको अब जति पनि हाम्रो गुरुङहरू छ पर्सनल हामी सबै एउटै हो होइन जस्तो अब जुनैमा नि अब नेपालमै कति के भन्छ अब छेत्री बाहुन मगरहरू अब थुप्रै जातहरू छ त्यसै गुरुङमा नि हुनसक्छ त्यस्तो जातहरू थुप्रै छ होइन के भन्छ ब्रान्चेस भनौँ अब हरेक जातको हरेक मगरमा पनि त्यस्तै छ होइन हाम्रो गुरुङ पनि छ तर मलाई लाग्छ जे भए नि हामी गुरुङ हो हामी एउटै हो जस्तै त्यसले कारण चाहिँ यहाँ स्विडेनमा चाहिँ हाम्रो चाहिँ सबै गुरुङ एउटै छानामुनि आउँछ गुरुङ समाज स्विडेन भनेर त्यसमा हामीले चाहिँ केही एउटा भेदभाव छैन हाम्रो अनि भेदभाव भनेर अब भेदभाव हाम्रो मनमा छँदै छैन गर्दाखेरि सबै हामी गुरुङ एउटै हो त्यसले गर्दा चाहिँ हामीले स्विडेनबाट चाहिँ एक्जाम्पल राख्न पनि खोजिरहेको छु ताकि अब अरू ठाउँमा केही वाद विवाद छ भने बिर्सेर हामी गुरुङ एउटै विदेशमा आएर एउटै हामी हाम्रो यहाँ लगभग हजुरको उसमा चाहिँ अनुमानमा यहाँ कति जति गुरुङ जाति बस्नुहुन्छ स्विडेनमा गुरुङ होल नेपाली त अरू निकै धेरै छ तर गुरुङ मात्रै हेऱ्यो भने अब मेरो विचारमा 1000 वरिपरि छ होला मलाई जहाँसम्म लाग्छ अब एक्ज्याक्ट मलाई थाहा छैन जनगणना गरिएको छैन तर मलाई यसो हुलचुल हेर्दाखेरि त्यस 700-800-1000 जतिको छ होला जस्तो लाग्यो हुन्छ धन्यवाद हजुरको एकदम महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद हजुरले यस्तो बिजीको बावजुद पनि हजुरले मलाई यो टाइम दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद अनि तमु लोसारको फेरि पनि शुभकामना तपाईँलाई पनि एकदम धेरै धन्यवाद अनि तपाईँको च्यानल हेर्दै गरेको सबैलाई चाहिँ सबै जति पनि दर्शकबिन छ उहाँलाई चाहिँ भेरी ह्याप्पी न्यू इयर ह्याप्पी लोसार अनि त्यति भन्दै तपाईँको च्यानललाई एकदम धेरै धन्यवाद दिँदै तपाईँको च्यानल बढोस् ग्रोस् त्यही शुभकामनाको साथमा म पनि बिदा चाहन्छु धन्यवाद नमस्कार नमस्ते हजुर फुर्सदको टिभीमा हजुरलाई स्वागत छ हस् धन्यवाद फुर्सदको टिभी हेरेर बस्नुभएको समस्त देश विदेशमा छरेर बस्नुभएको तमु बन्धुहरू लगायत सम्पूर्ण हामी नेपाली मित्रहरू लगायत सम्पूर्ण मानव जगतमा म धर्म लामा गुरुङ देवाचिन बुद्धिस्ट सेन्टर तथा यो गुरुङ सोसाइटी स्विडेनको कार्य समितिको सदस्य म कार्यरत छु यसमा आबद्ध छु र आज स्विडेन सोसाइटी गुरुङ समाजको आयोजनामा यो स्विडेन पन्जाबी हलमा भव्य र सभ्य रूपमा अनि नेपालबाट पाल्नुभएको द्वय कलाकार केश गुरुङ र सलो गुरुङको सोलभ गुरुङको भव्य कार्यक्रम चाहिँ आयोजना भइराखेको छ एकदमै रमाइलो भइरहेको छ र समग्रमा भन्नुपर्दा समस्त म सोसाइटीको कमिटीको सदस्यको हैसियतले र मेरो व्यक्तिगत तर्फबाट सबैलाई सुस्वास्थ्य दीर्घायु शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दछु र सबैलाई भन्दै यो जति पनि समस्त उसमा चाहिँ आपद विघ्न बाधाहरू सबै हटेर जाओस् र राम्रो शुभ दिनहरू आओस् भनेर सबैलाई सर्वमङ्गलम शुभमङ्गलम धन्यवाद तमु लोसारको हार्दिक मङ्गलमय शुभकामना तपाईँलाई हजुर धन्यवाद अनि तपाईँ चाहिँ के वर्ग पर्नुभयो म चाहिँ भन्नुपर्दा लाङडो भन्छ गाई वर्ग हो कति वर्ष हुनुभयो म 60 पुगेर अहिले लगभग लोले गर्ने हो भने 65 पनि छु यो ए अनि आज यहाँ
जुन तमु लोसारको कार्यक्रम भइरहेछ यहाँ कतिजना जति मान्छे भयो होला तपाईँको विचारमा? यो एकदमै स्विडेनमा जति पनि ठुल्ठुलो कार्यक्रमहरू हुन्छ यसमा 500 देखि बढी नै मान्छे यहाँ सहभागी भएको देखेको छु मैले। स्वार्थ वातावरणमा एकदमै मनोरञ्जनमय स्वादिष्ट भोजनसहित यहाँहरूले मनाइराख्नु भएको छ। सम्पूर्ण नेपाली मात्रै नभएर यहाँनिर इन्डियनहरू देखि लिएर गोरानीहरू पनि आएर सहभागी भएर भरपूर्ण मनोरञ्जन लिइराखेको नाचिराखेको उहाँले मैले महसुस गरेको छु। र विशेष गरेर नेपाली खानाहरू पनि उहाँले चाहिँ एकदमै मन परेको मैले पाएको छु। र एकदमै सबैलाई चाहिँ वर्ष दिनमा यहाँको युकेको व्यस्ततामा पनि दुःखमा रहेर पनि आज त्यो दिन दुःखहरूलाई बिर्सिएर होइन आफ्नो बित्दा बाधाहरू दुःखहरूलाई बिर्सिएर भरपूर्ण मनोरञ्जन लिइराखेको मैले महसुस गरेको छु। हुन्छ, धन्यवाद यहाँको महत्त्वपूर्ण समयको लागि। तपाईँको लोसार शुभ होस्, राम्रो होस्। फेरि हामी भेटौँला। नमस्ते। हवस्, धन्यवाद, नमस्कार।